नमस्कार। हाम्रो जम्मू टोली यति बेला मुस्कुर नगरपालिका वार्ड नम्बर 2 बाट सुब्बा देउराली मन्दिरको दर्शन गर्नका निमित्त हामी सुब्बा देउराली मन्दिर नजिकै आइपुगेका छौँ। हाम्रो साथमा हुनुहुन्छ हाम्रो भीमप्रसाद खराल नारायण अनि यता हाम्रो विष्णुप्रसाद खराल दाइ हुनुहुन्छ लगायतको हाम्रो टोली छ। माइलदाइ यसो केही विभिन्न श्रद्धालु भक्तजनहरूको घुइँचो छ। विभिन्न ठाउँहरूबाट दर्शनका निमित्त गाडीहरूको ताती पनि छ। यहाँ यसरी खोपेर पुरा त्यो पुल बनाइएको रहेछ। पुरा भित्ता खोपेर माथि पुलमाथि पुल हालिदिए रहेछ भाइ माथि पुल फिर्ता भयो। यहाँ यस्ता यस्ता पुल बनेछ। हजुर हाम्रा नेताहरूले अलि राम्ररी घुम्न पाउनु भएको रहन्छ। यहाँ हेरेर यसो होइन हाम्रा नेताहरूलाई नेता यसो पठाउनु भएको हुन्छ। बरु गाडी रिजर्भ गरेको मैले यति राम्रो बाटो विकास कुन स्थानीय लेभलका नेतालाई कि अलि होइन सबै नेतालाई सबै नेतालाई सबै नेतालाई ल्याउनु यति राम्रो ल्याउनु। सबैजनालाई नमस्कार नमस्कार। सुब्बा देउराले फाइनल्ली हामी यति बेला चाहिँ सुब्बा देउराली आइपुगेको छ। नामे ठिक छ ठिक छ। टोली चाहिँ यति बेला चाहिँ सुब्बा देउराली मन्दिरमा आइपुगेको छ। आउनुहोस् यता हाम्रो टोली भनेपछि सबै हाम्रो कपिलजी लगायत हाम्रो पुरा सब फ्यामिली। हामीहरू चाहिँ यति बेला सुब्बा देउराली मन्दिरमा आइसकेका छौँ। राम्रो छ ल्याउनु। यता भित्र गयो यहाँ छन् कि दाजु तपाईँले ल्याइसक्नुभयो यहाँ ल्याइसक्नुभयो त्यही हान्नु का अगरबत्ती भी जला दो। अगरबत्ती जला दो। माचिस है देवी जी। माचिस है। ए पकड़ो जल्दी। कबूतर है ये। इसी में माचिस देते हैं। लास्ट में है। मम्मा
सुप्पा देउराली मन्दिरको पूजा गरेर आइसक्यो हामी। धेरै धेरै रक्षा गर्नुहोला, राम्रो रहेछ। मनले आँटेको सबैजनालाई परिवारमा पुऱ्याइदिनु, सबै इष्टमित्र धेरै राम्रो, सबै राम्रो ठाउँ रहेछ। मतलब पहिलोचोटि आइयो, एकदम एकदम धेरै राम्रो छ भाइ। यस्तो ठाउँहरू छ है, धेरै राम्रो रक्षा धेरै गर्नु छ भन्ने मनैदेखि आत्मादेखि एकदम मनमा ल्याएर पूजा गरियो। केही भुलचुक भएपर माफ गर्नुला। हे सुप्पा देउराली, जय सुप्पा देउराली जय माता। सुप्पा देउराली माता, जय सुप्पा देउराली। माइल्दै ल ढुम्का ढुम्का दिदी देखन कहाँ बोलन जस्तो गर्दै बाबु आइज पुलमा आइसकेको छु। यो पुलमा आउने बाटो चाहिँ दुईतिरबाट रहेछ। एकतिरबाट उताबाट सिँढी र उहाँबाट आउने रहेछ। यो तल यो देख्न सक्नुहुन्छ तपाईँले सुप्पा देउरालीको भ्यू। सुप्पा देउराली मन्दिर देख्न सक्नुहुन्छ। यो पुलमा चाहिँ आउनलाई यसरी यहाँ यस्तो छ, यहाँ तल बाटो यस्तो छ चट्टो पारेर। यो चाहिँ सुप्पा देउराली। दामी छ। यहाँ केटाहरू चाहिँ अगाडि गइसके। दामी। यहाँनिर चाहिँ नेपालको झन्डा यस्तो छ। भाइ बेमै छ। म यो अग्लो पुलको अग्लो टापुबाट यहाँ सिँढीबाट माथिबाट चाहिँ भिडियो गरिरहेको छु। यो चाहिँ यहाँ पहाडको टुप्पोमा अन्तिम गन्तव्य रहेछ। त्यही बस त्यहाँ देखाएको